यो छिनबुजुल साथीहरू सबैलाई नमस्कार। अब आज हामीले पढ्ने के अरे भिएसटी प्लस गो भर्सेस भिएसटी प्लस आस अस है। अब यो गो र आस असलाई भन्दा एरै लाग्छ। हामीले बुझ्नुपर्ने चाहिँ भिएसटी प्लस गोमा चाहिँ एक्सन प्लस एक्सन एउटा कार्य गरेर अर्को कार्य गर्ने हो। अस आस यसमा चाहिँ एरै नै भयो, एककोले होइन कारण लाग्छ। तल हेर्नुभयो भने आस अस चाहिँ अगाडि पछाडिको हरफमा भएको क्रियाकलापको सम्बन्ध नजिक भएको अवस्थामा प्रयोग गरिन्छ भने गो चाहिँ के हुन्छ त सम्बन्ध नभएको, एउटा काम सिधाएर अर्को काम सिधाउने। आस अस चाहिँ अगाडिको गरेर पछाडिको कारण हुन्छ है, त्यति बुझ्दा भयो। अब यमुनि हेरौँ त उदाहरण वाक्यहरू। आछिम फाबुल मक्ताबाट मक्को, बिहानको खाना खाएर वैसाए खायो कम्पनी जान्छु। बिहानको खाना खाएर कम्पनी जान्छु होइन, कम्पनी जानको लागि बिहानको खाना खाएको होइन, बिहानको खाना खाने अनि कम्पनी जाने। 2 नम्बरमा हेर्नुभयो भने फाबुल मानी भात धेरै मक्ताबाट मगअस, मगअस भयो नि त। फाबुल मानी मगअस भात धेरै खाएर फेगा फुल्लयो, पेट चाहिँ टन्न छ, पेट भर्यो भनेको पेट किन भर्यो यहाँ कारण आयो नि त, भात धेरै खाएर है। 3 मा हेर्नुभयो भने आछिमे बिहान इरनादाबाट इरनागो उठेर सेसुरुल हेयो, बिहान उठेर मुख धुन्छु, मुख धुन्छु भनेको होइन, मुख धुनको लागि उठेको होइन, उठेर मुख धुने हो, एक्सन प्लस एक्सन। 4 मा हेर्नुभयो भने आछिमे इल्चिक बिहान सबेरै इरनास उठेर वैसाए खाया हेयो भनेछ, जानुपर्छ। बिहान सबेरै उठेर कम्पनी जानुपर्छ भने किन सबेरै उठ्नु, कम्पनी जानको लागि, कारण बतायो नि त पछाडिको वाक्यले होइन, अगाडिको कारण, अगाडिको वाक्यको कारण, पछाडि जनाउनेमा चाहिँ आस अस यस लाग्छ। त्यतिकै एउटा काम गरेर अर्को काम गर्नेमा चाहिँ भिएसटी प्लस गो लाग्छ है, सरल रूपमा। अब अर्को हेरौँ साथीहरू। 5 मा खिसुक्सा छङ्सो हागो भनेछ होइन, होस्टेल सरसफाइ गरेर फाबुल मगस्यो, होस्टेलको सरसफाइ गरेर भात खाएँ भन्दैछ होइन, सरसफाइ गरेँ अनि भात खाएँ। 6 मा खिसुक्सा छङ्सो हेस, होस्टेल सफा गरेर केकु थियो, सफा छ, होस्टेल सफा गरेकोले अथवा होस्टेल सफा गरेर के छ, सफा छ। किन सफा छ, कारण अगाडि होस्टेल सफा गरेकोले। 7 नम्बरमा सिजाङ एस ख्वाइल्टो सागो, बजारमा फलफुल पनि किनेर याछेतो सासयो, सब्जी सागसब्जी पनि किने। सिजाङ एस ख्वाइल्टो सागो, बजारमा फलफुल पनि किनेर याछेतो सासयो, सागसब्जी पनि किने भन्ने भयो होइन, यो किनेर यो पनि किने भनेको। अब 8 मा हेर्नुभयो भने सिजाङे ख्वाइरी नमो भिसास, सिजाङे बजारमा ख्वाइरी फलफुल नमो एकदमै भिसास, भिसादाबाट भिसास भएको होइन, महँगो भएर आन सासयो किनिन, किन किनेन, महँगो भएर होइन, अर्थ आयो नि त्यहाँ, कारण भनौँ। सिजाङे ख्वाइरी नमो भिसास, बजारको फलफुल एकदमै, बजारमा भन्न उही लेख्दा नि हुन्छ, ए लेखेको छु, बजारमा फलफुल एकदमै महँगो भएर आन्सासयो किनिन है। ल साथीहरू, त्यही हो गो भनेको एक्सन प्लस एक्सन, अस आस यस भनेको चाहिँ अगाडिको सेन्टेन्स होइन, शब्द अथवा वाक्यको पछाडि कारण हुन्छ भनेर बुझ्दा हुन्छ है, सिम्पली साधारण रूपमा तपाईँहरूले। ल आज यति नै, छोटो मिठो, राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट एन्ड सेयर गरिदिनु होला। अर्को फेरि लिएर आउँदै गर्नेछु। टुटी क्रुटी भयो भने ये हाँसी कि फाराम निदा खामसाम निदा नाजुङे त मान्नायो अनि खेसेयो।